लाइट हान्नु गइरहेको चाहिँ हेर्नु है यहाँ सिलिपिटी हान्ने छ हेर्नुस् लाइट अब कलर गाइस यहाँनिर चाहिँ छ क्या गाइस ब्लगमा आउँदैछ हेर्नु गाइस यहाँ गुफा छ क्या न्यू ब्लग गाइस टक्क लाएर हामी चाहिँ गइरहेको छौँ होइन आज गाइस यहाँ चाहिँ हामी आइरहेको क्या यो चाहिँ डाँडा हो क्या यता मुनि सबै जङ्गल छ पारी हुने चाहिँ बत्ती बलिरहेछ बत्ती पनि गाइस हेर्नु जुन चाहिँ यस्तो दामी देखिरहेछ क्या बब्बाल छ होइन जुन टक्क लाएर लागिरहेछ डुब्दै गयो होइन टक्क लाएर हामी चाहिँ देउराली आइपुग्नु आँटेको नि त गाइस देउराली आइपुग्नु आँटेको अनि उति पर्तिर हो हेर्नु बाटो चाहिँ टक्क लाएर गाइस जुन दिस इज मुन नट जुन म यता छु यस्तो राति भिडियो गर्नुपर्ने टक्क लाएर गाइस यहाँ चाहिँ 8 तिबेरी गाउँपालिका तेर्थुम यता तेर्थुम छिर्नु आँटेको नि त ताप्लेजुङदेखि हामी टक्क लाएर उ भइरहेछ यता चाहिँ यहाँ देउराली हो क्या अनि यहाँ चाहिँ अब टक्क लाएर फोटो खिच्नु पर्ने हुन्छ गाइस हामी चाहिँ होइन अब देउरादेखि यता लागेको नि त अनि टक्कैमा त पानी छ क्या अब उज्यालो हुनु आँटेको छ होइन टक्क लाएर यो चाहिँ मन्जुली चोक हो होइन यहाँ चाहिँ पुरा ऊ छ क्या वरिपरि उ गरेको यहाँ चाहिँ दामी छ क्या तर जानु भएन माथिदेखि नै आइयो नि त अब भरे बेलुका गाइस हामी चाहिँ सिमखरका चौर आएको नि त कस्तो फिल भइरहेछ रमाइलो टक्क होइन जुन हेर्नु गाइस त्यहाँ डुब्नु आँटिरहेछ क्या त्यतै गुफा जाउँ भनेको गुफा पोखरी भएन नि त अब पानी पर्नु आँट्यो टक्क लाएर अनि हामी चाहिँ यहीँनिर आएको क्या यता ब्रदरहरू पुरा भ्लग छ क्या भ्लगहरू हो नि त अब सबैजना अब भ्लग बनाउँछ होइन पपुलारिटी मिल्दैन तर पनि हेर्नु गाइस यहाँनिर हेर्नु चौर छ क्या यहाँनिर चाहिँ दामी अब टक्क लाएर फोटोसोटो खिच्ने हो अनि त्यस पछाडि जानुपर्छ क्या टक्क हेर्नु गाइस सिन होइन 1 घन्टा घर हिँड्नेदेखि अझै उज्यालो भयो नि त यता हो क्या गुफा चाहिँ त्यो अर्को गुफा हामी चाहिँ यता छोटी आइपुग्नु आँटेको नि त यो चाहिँ वाइफुङ चौतारा हो गाइस अझै जुन चाहिँ डुबेकै छैन क्या हामी चाहिँ यता परदेखि आएको नि त टक्क लाएर हेर्नु सिन खतरा छ क्या अनि यता पर्छ झाँक्री गुफा चाहिँ टक्क लाएर गाइस यति ठुलो ढुङ्गा छ क्या यहाँदेखि हामी फाल्यो भने चाहिँ मर्छ कसै ब्रेकअप छ भने चाहिँ म लोकेसन सेन्ड गरिदिन्छु ल कसैको ब्रेकअप भएको छ भने चाहिँ भन्नु मलाई माथि हाल त उ यताबाट घुमेर गइ छैन छोटी आइपुगेको नि त के भनेको भाइ ब्लग बनाएको हो भाइरल हुन्छ क्या तिमी त्यसै भाइरल मान्छे त्यत्रो धेरै सब्सक्राइबर के गर्छौ पोली खान्छौ कलर गाइस हामीले खाएर आइसकेको नि त अनि यहाँ चाहिँ फुटबल छ को फुटबल खेल्नु नै भन्नु भरे काट्दा हुन्छ फुटबल खेल्ने भाइ गाइस त्यो चाहिँ छोटी ओरो हो क्या यहाँ चाहिँ खतरा सिन आउँदो रहेछ हेर्नु टक्क लाएर होइन टक्क लाएर भ्युटार चाहिँ आउनु आँटेको क्या यहाँ माथि हो नि त यो आइपुगेको होइन अब झाँक्री गुफा छिर्ने हो नि त यो चाहिँ गमला रहेछ मन्दिर छ गुफा चाहिँ मास्तिर हो घुम्ने ठाउँै छैन त्यही त्यहाँ पुगेर फर्किने हो फर्केर जाउँ न त त्यहीँ हेरेर यहाँ चाहिँ लगभग मन्दिर छ होइन झाँक्री गुफा यो भित्र छ क्या यतापट्टिबाट पनि निस्किने ठाउँ बस्ने ठाउँ चाहिँ छ होला कि तर गाइस यहाँ चाहिँ गणेशको मन्दिर छ होइन घन्टी नै नबस्ने बनाएको रहेछ त अनि हेर्नु गाइस मूर्ति छ क्या गाइस ल यहाँ पो खतरा रहेछ त हेर त गाइस हेर्नु ढुङ्गाको चेपमा हाल्यो है
यहाँ पनि रहेछ तर उता जाने बाटो त घारी होला तलै खुर्कीलाई झरेर जाउँ उतापट्टि छ गुफा चाहिँ मन्दिर भएकोहरू यताबाट नजाउँ किन यहाँ डाइरेक्ट तल घारीमा पुग्यो भने फेरि अनि एकछिन यता पनि छ त दुलो त अनि यी गाइस यहाँ पनि दुलो रहेछ यही दुलो होला पल्लोपट्टि निस्केको छ क्या सानो दुलो छ छिर्ने तर यहाँदेखि पनि छिरिने रहेछ नि छिर्नु त यहाँ ब्रदर उयो फुल टिपौँ त भरे झन् सेतो छ गाइस यहाँ चाहिँ जुत्ता खोलेर जानुपर्छ नि त मन्दिरमा ल मजा पनि खोलेर जाउँ गाउँ ल यो चाहिँ कोही केटीले बोको भने त्यो गर्लफ्रेन्ड हुन्छ है कस्तो आनन्द अब चिसोमा गाइस यहाँ चाहिँ गुफा छ क्या तपाईँहरूलाई म गुफा देखाउँछु ल टस वाला न अँधेरो छ गाइस यहाँ चाहिँ गुफा छ क्या लामो हेर्नु गाइस यहाँ गुफा छ क्या यो चाहिँ गुफा हो पुरा अँधेरो छ क्या यहाँ चाहिँ टस बालेर मात्र हेर्नु यता माथि सामान छ क्या माथि ढुङ्गा झर्यो नि त है झर्दैन मन्दिर छ क्या यता गुफा छ अनि यता पनि छ क्या गाइस तर यता चाहिँ हेर्नु गाइस यो झाँक्री गुफा हो क्या यता तेह्रथुमको गुफाभित्र तल के छ यता तल त्यहीँ बस्ने ठाउँ मात्रै रहेछ यहाँ चाहिँ पूजा गर्छ क्या गाइस दामी आउँछ अब यहाँ टक्क बसेर फोटोसोटो खिच्ने हो होइन झन्डाको डाँडामा यहाँ माथि छ क्या त्यहाँ जाने हो अनि त्यस पछाडि यता लभ डाँडा हुँदै घुम्ने हो क्या टक्क लाएर गाइस ल आइफोन भएको भए खतरा आउँथ्यो कि भ्यू चाहिँ मान्छे बुढी मरिन्छ त्यति चाहिँ बुझिराख्नु होला केही नभए पनि फाइनली यहाँ रोटेपिङ छ होइन यहाँ फोटो खिचौँ न एउटा मलाई यस्तो मन परेछ यहाँ बसेर उन्दोको सिन निस्किने गरी पछाडिबाट गाइस अब चाहिँ यहाँ भरे चाहिँ दिउँसो घुम्ने मान्छे टर्ने हुन्छ क्या बिहान 3 बजी नै हिँडेर आइपुगिदिएको क्या हामी चाहिँ यहाँ सिन खतरा छ गाइस हेर्नु यहाँनिर सिन चाहिँ खतरा छ क्या टक्क यहाँ पनि पोखरी छ ब्लक 1 घन्टाकै जस्तो छ कलर गाइस यहाँ भ्युटार आइपुगेको होइन सिराम साक्ला छ क्या यहाँनिर टाढै बसेर माया गरौँला गुफा झाँक्री गुफा गएर आएको अनि यता आएको अनि त्यस पछाडि यहाँ सिराम साक्लामा फोटो खिचौँ न हजुर ए हो ल अङ्कल जान्छौँ हामी त्यता हामी यता हाम्पाङ भ्याउँछ धुलो टकटक गरेर जाउँ न यहाँ पस्दा हुन्छ होला होइन अङ्कल कलर गएछ यहाँनिर चाहिँ उ छ क्या अनि ब्लगमा आउनुपर्छ क्या जिन्दगीको सुकुनको लागि यहाँ चाहिँ यता हो क्या लाएर हेर्नु गाइस चढ्ने होइन अनि जाउँ भरे अनि फोटो खिच्दै झरौँला बरु यो चाहिँ फर्स्ट फ्लोरको सिन है गाइस टक्क लाएर
अनि चाहिँ विकासको कार्य अझै भइरहेको रहेछ क्या ल जाउँ हिजो खतरा यो लप डाँडा हो गाइस होइन टक्क त्यहाँ पनि जान्छौँ क्या एकछिनबाट हामी चाहिँ सेकेन्ड थर्ड फ्लोर चढ्नुपर्छ गुराँस हेर न सुकेछ नि अलिक अगाडि आएको चाहिँ दामी हुन्थ्यो चाहिँ ऊ त्यो पर हो क्या मैले अघि भनेको त्यो के परे के भन्छ खै के हो भन्नु चाहिँ जाउँ टक्क लाएर यहाँनिर खतरा छ क्या सिन चाहिँ गाइस ब्याग हेर न मुनि माथि हो क्या टप ल गाइस यहाँदेखि चाहिँ सिन खतरा हुँदो रहेछ यहाँ मन्दिर छ होइन यहाँ गिरन हो यहाँ छ पोखरी झाँक्री गुफा यहाँ छ क्या यहाँ पर छ झाँक्री गुफा अनि यता लप डाँडा भइगयो होइन टक्क लाएर यहाँ फोटोसोटो खिच्नुपर्छ अनि त्यसपछि लप डाँडा गएर बनाउनुपर्छ क्या ब्लग अनि हेर्नु ए यहाँ चाहिँ आइपुग्नु बल्ल बल्ल तिनदेखि भए पनि एकछिन न हाम्रो यहाँ भ्लगै सके छैन हेरौँ गाइस सिँढी हेरौँ चाहिँ चार्ज सकिएछ नि त यता फुङसाङको अब फोन चार्ज गरेर आएर मात्र फेरि जिस्ने बेला भयो क्या उसको अब खतरा नाच्ने रे होइन यता सिँढी नै सिँढी छ क्या ल